नमस्कार, मेरो नाम सुरज चन्द हो। मेरा नानी बाबुहरू यो ऐश्वर्य विद्या निकेतनमा अध्ययनरत छन्। म यहाँको अभिभावक हो र मेरो माइलो छोरी अहिले 10 क्लासमा पढ्दैछ भने बाबु 5 क्लासमा पढिराखेको छ। त्यसपछि मेरो ठुलो छोरी अहिले ब्याचलर 3rd इयरमा अध्ययनरत हुनुहुन्छ। मैले पनि सुरुमा यहाँ यो विद्यालयमा भर्ना गर्नुभन्दा अगाडि मेरा नानी बाबुहरूलाई कुन विद्यालयमा भर्ना गर्दाखेरि राम्रो शिक्षा आर्जन गर्न सक्छन् अनि विद्यालय राम्रो कुन छ भनेर मैले अध्ययन गरेँ र अध्ययन गर्दाखेरि मैले ऐश्वर्य विद्या निकेतनमा केही राम्रा कुराहरू देखेर मैले यहाँ मेरो बच्चाहरूलाई यहाँ भर्ना गरेको हुँ र त्यसपछि मैले नियमित रूपमा यहाँ स्कुलमा आउँदाखेरि हाम्रो नर्सरीदेखि नै मैले बच्चाहरू भर्ना गरेको हुनाले नर्सरीमा हाम्रो यहाँको व्यवस्थापन भनेको नर्सरीदेखि लिएर नर्सरीको जुन हाम्रो सिस्टरहरू छन्, गार्ड दाइहरू छन्, त्यसपछि गएर क्लास टिचरहरू छ, विषय शिक्षकहरू हुनुहुन्छ, त्यसपछि कोअर्डिनेटरहरू अनि प्राचार्य भाइस प्रिन्सिपलदेखि लिएर सबैसित म नियमित रूपमा आइराख्ने र आइसकेपछि हाम्रो यहाँको व्यवस्थापनमा कहाँनिर सुधार गर्नुपर्छ र मेरा केटाकेटीहरूको कमी कमजोरी के छ अनि कहाँनिर मैले गार्जियन अभिभावकको हिसाबले सुधार गर्नुपर्छ भनेर नियमित रूपमा आउने जाने गरिराख्छु र मैले समग्र रूपमा हेर्दाखेरि सबै व्यवस्थापन पक्षहरू अनि शिक्षकहरू पनि एकदमै दक्ष अनुभवी हुनुहुन्छ। त्यसले गर्दाखेरि मलाई चित्त बुझेर मैले यहीँ तीनटै नर्सरीदेखि इन्टरसम्म मैले यहीँ भर्ना गरेँ। एकदमै राम्रो छ। यदि हजुरहरू पनि राम्रो विद्यालयको खोजीमा आफ्नो नानी बाबुहरूलाई राम्रो स्कुलमा भर्ना गर्न चाहनुहुन्छ भने यो ऐश्वर्य विद्या निकेतन एकदमै मलाई पनि राम्रो लागेको छ। तपाईहरू पनि यहाँ आएर अध्ययन गर्न सक्नुहुन्छ, बुझ्नुहोला र तपाईको नानी बाबुहरूलाई पनि यहाँ भर्ना गर्नुहोला भन्ने मेरो अनुरोध छ। धन्यवाद।